हेलो गाइस, वेलकम छ तपाईलाई आजको मेरो डे 9 मिनी ब्लगमा। आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। आज चाहिँ 26 जनवरी, त्यही भएर चाहिँ आज मेरो हल्का छिटो छुट्टी भइहाल्यो। त्यसपछि म नानुको पसलमा गइहालेँ अनि त्यहाँ चाहिँ मैले नानुको हल्का फुल्का हेल्प गरेँ। त्यसपछि आजको वेदर चाहिँ कस्तो पानी परिरहेको थियो, सँगसँगै चिसो पनि थियो। त्यही भएर चाहिँ म छिटछिटो रुममा आएर चाहिँ आज मलाई बनाउनु थियो छोला पुरी। त्यही भएर चाहिँ मलाई छिटछिटो गेडा बसालेँ र अजवाइन अनि नुन हालेर चाहिँ मैले आटा मिचे। साइडमा चाहिँ गेडा बोइल हुँदै थियो अनि मैले चाहिँ छिटछिटो रोटी हालेर चाहिँ तबसम्म गेडा नि पाकिसकेको थियो। जिरा, लसुन अनि प्याज अनि टमाटर हालेर चाहिँ मैले फ्राई हाने अनि त्यसपछि आलु छिल्नलाई साइडमा चाहिँ मसला पाक्दै थियो र आफ्नो स्वाद अनुसारको नुन हाले अनि मनपर्ने मसलाहरू चाहिँ हालिसकेपछि चाहिँ मिक्स गरेँ। अनि मसला चाहिँ पाक्दै गर्दा साइडमा चाहिँ मैले आलु कटिङ गरेँ। आलु कटिङ गर्ने बित्तिकै अनि चनाहरू चाहिँ हालेँ। मैले चना हालिसकेपछि आलु पनि सँगसँगै हालेँ। त्यसपछि चिकन मसला छ भने चिकन मसला हाल्दा हुन्छ। अनि धनिया सनिया हालिसकेपछि छोला चाहिँ रेडी भइसकेको थियो। त्यसपछि चाहिँ म पुरी हाल्न तर्फतिर लागिहालेँ अनि पुरी हालेर भ्याएर चाहिँ अनि हामी सबै सँगै बसेर चाहिँ खाना लायौँ। खास गरी आज यो छोला पुरी चाहिँ हाम्रो नानुको लाग्दा बनायो, उहाँलाई खाने मन थियो। र थ्याङ्क यू सो मच साथीहरू, तपाईँले यहाँसम्म हेरिदिनु भएकोमा। र आजको लागि यति नै। अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँ। ल, सो बाई।